नामै लघु उद्यम विकास शाखा। हाम्रा पति संसदीय नगरपालिकाभित्र रहेका अब त्यस्ता खालका हाम्रा उद्यम चलाएर केही गर्छु भन्ने खालका नागरिकहरूलाई यसमार्फत यो तालिमहरू दिइसकेपछि उहाँहरूले कम्तीमा पनि आत्मनिर्भर हुने र उद्यमी बन्ने, विशेष गरेर उद्यमी बन्न सकोस् र केही न केही जीवनमा परिवर्तन हुन सकोस् भन्ने उद्देश्य हो। त्यस अनुसार अब यो कार्यक्रमहरू हरेक वर्ष सञ्चालन हुँदै आएको छ र यो वर्षमा हामीले वडा नम्बर 10 मा मात्रै हो सर, नम्बर वडा र यो 10 नम्बर वडामा यो लघु उद्योग विकास शाखाले कार्यक्रमहरू गरिरहेको छ। त्यसै सन्दर्भमा यहाँहरू सामेल हुनुभएको छ। हामीले गरेको यो कार्यक्रम यस्ता खालको चाहिँ अब कार्यक्रम त धेरै गर्दै आइरहेका छौँ, तर पनि यो कार्यक्रमको जुन स्पिरिट र जुन उद्देश्य हो त्यो अनुसार चाहिँ अब काम अझै पनि हामीले त्यो चाहिँ अब प्राप्ति गर्न नसकेको हो कि भन्ने छ। पहिला एउटा कार्यक्रम यिनै सञ्चालन भएको थियो, कागजको झोला बनाउनु अब त्यो पनि कार्यक्रमको लागि कार्यक्रम मात्रै भयो। अहिले त्यो झोला उत्पादन गर्ने, त्यसलाई चाहिँ अब एउटा व्यवसायकै रूपमा सञ्चालन गर्ने, आफू उद्यमी बन्ने, त्यतिखेर सामेल भएका कसैले पनि गरे जस्तो लाग्दैन। त्यसो भएकाले अब तपाईँहरूले यो 6-7 दिनको समय बिताउनुहुन्छ, एउटा अब यहाँ प्र्याक्टिस गर्नुहुन्छ, यहाँबाट चाहिँ केही अब त्यस्तो खालको सिप ज्ञानहरू लिनुहुन्छ। त्यसलाई व्यवहारमा लागु गर्नु भएन भनेदेखि त्यसको औचित्यता साह्रो हुँदैन होइन, त्यसको उपादायता देखिँदैन। त्यसो भएकाले मैले यहाँलाई कार्यक्रममा सामेल हुने एकदम मनैदेखि सामेल हुनु, केही गर्छु भन्ने हिसाबले सामेल हुनु, केही गर्ने हेतुका साथमा चाहिँ अब हामीले सिक्यौँ भनेदेखि मात्रै होइन, त्यसले पछिसम्म पनि मैले यस्तो गरेको छु भन्ने कुरा होइन, मसँग यो सिक्छ। कुनै पनि ठाउँमा कुनै पनि अवस्थामा मैले आफ्नो सिपलाई प्रयोग गरेर चाहिँ आत्मनिर्भर गर्न सक्छु भने होइन, यो खालको चाहिँ एक खालको कन्फिडेन्स पनि आउँछ। त्यसो भएकाले तपाईँहरूले त्यो ढङ्गले यो कार्यक्रमलाई सदुपयोग गर्नुहोस्, अर्थात् त्यो ढङ्गले तपाईँहरूले मनस्थिति बनाउनुहोस्, त्यो ढङ्गले तपाईँहरूले अब एकाग्रता राख्नुहोस् र त्यसले तपाईँहरूको जीवनमा यो कार्यक्रमले पनि एउटा टर्निङ पोइन्ट होस्। केही न केही तपाईँहरूले चाहिँ अब होइन आफ्नो जीवनमा यो यस पछाडि चाहिँ के गर्नलाई यसले हौसला र उत्साह दियोस् भन्ने म चाहन्छु। र धेरै कुराहरू तपाईँहरूलाई मैले के भन्ने तपाईँहरूको उज्जवल भविष्यको कामना गर्न चाहन्छु। तपाईँहरूले त्यो फाइदा दिएको तपाईँहरूको जीवनमा टर्निङ पोइन्ट आएको र यसले तपाईँहरूको जीवनमा सहजता उत्पन्न गरेको चाहिँ देख्न पाइयोस्, तपाईँहरू उद्यमी बनेको हेर्न पाइयोस् होइन, शुभकामना दिन चाहन्छु म।